रोड बाटो यहाँबाट खाने छ। यस्तो छ हाम्रो पानीको मुहान। यहाँ हो यो कुनामा। अहिले चाहिँ यहाँ यी रुखहरू चाहिँ उदिसको रुखहरू अनि अरू रुखहरू पनि टन्न छ, झुप्पो परेको छ, ओसिलो ठाउँ छ। सायद यो जग्गाहरू चाहिँ अब यो व्यक्तिगत जग्गाहरू नै होला, सायद किनेर यो रुखहरू काटेकै लागि यो बाटो खनेको हुनुपर्छ। कदाचित यो रुखहरू काटिदियो भने हाम्रो यो पानीको मुहानको लागि चाहिँ हामीले यसको वरिपरि अरू रुख बिरुवाहरू चाहिँ रोप्नुपर्छ कि जस्तो लाग्छ है दाजुभाइहरू। तपाईँहरूको विचारमा कस्तो लाग्छ? यहाँ चाहिँ यो रुखहरू सायद यो उदिसुरहरू पनि काटिदिन्छ कि यो काटिदियो भने त फेरि ठ्याक्कै हाम्रो पानीको मुहानमा पस्छ। हामीले यो रुखहरू काट्दाखेरि यो काट्ने व्यक्तिहरूसँग अलिकति राम्रोसँग समन्वय गरेर अलि राम्रोसँग काट्न लगाउनुपर्छ। तल हाम्रो सेफ्टी ट्याङ्की छ, पानीको तार जालीहरू छ। यो रुख आयो भने ठ्याक्कै हाम्रो पानीको मुहानमा आउँछ। नकाटिदिएको भए त धेरै राम्रो, काटिदियो भने अलिकति जोखिम नै छ हाम्रो पानीको मुहानलाई। अलिकति विचार पुर्याउनै पर्ने देखिन्छ मेरो विचारमा। यो रुखहरू यो झिङ्गना रुखहरू सायद काट्दैन होला, तर यो उतिस रुखहरू यिनीहरू सबै काट्यो भने यो पुरै उजाड हुन्छ। यो बुट्यान साना रुखहरू मात्रै हुन्छ होला। त्यसैले वरिपरि हामीले चाहिँ अब लाँगुरीको रुखहरू अथवा उतिसकै रुखहरू भए तापनि हामीले हाम्रो यो पानीको मुहानलाई संरक्षण गर्नको लागि रुखहरू चाहिँ रोप्नै पर्ने देखिन्छ मैले है त। यो मेरो व्यक्तिगत धारणा र जानकारी पनि है सबै साथीहरूलाई। यस्तो छ अहिले चाहिँ बाटो यहाँ खाने छ, मोटर बाटो। यहाँबाट यो पुरो माटोहरू गयो भने ठ्याक्कै हाम्रो पानीको मुहानमा चाहिँ जान्छ। ठ्याक्कै यसले चाहिँ पोल्युसन चाहिँ बनाउँछ है त, प्रदूषण बनाउँछ हाम्रो पानीको मुहानलाई। ठ्याक्कै यो मलिलो माटो चाहिँ ठ्याक्कै गयो भने कुनामा ठ्याक्कै खोज्छ। यहाँ ठ्याक्कै यो कुनामा पानीको मुहानमा ठ्याक्क पर्छ यो पानीहरू, के अरे यो माटोहरू चाहिँ। त्यस्तो देखेको छ मैले।